सुविधा मान्छेलाई अप्ठ्यारो पर्दाओस् राति होस् दिउँसो जति बेला पनि घरको आँगनसम्म पुगेर सेवा दिनुभएको छ। तर त्यो कुराको मूल्य तपाईँको है भनेपछि ट्राफिक नियमसँग सम्बन्धित कुराहरू पालना गरिनु आज बेटर हुन्छ। तपाईँहरूलाई जस्तो यो ई-रिक्सा दर्ता कुरामा नगरपालिकामा 1500 आसपास ई-रिक्सा दर्ता भएको छ, त्यसलाई आज प्रक्रियामा कसरी व्यवस्थापन गर्ने कुरा भएको छैन। यहाँनिर है अति जिल्ला के चाहिँ कुरा छ भनेपछि अब जनकपुरमा 12,000 ई-रिक्सा दर्ता भएकोमा जनकपुरमा एक दिनमा करिब 5,000 ई-रिक्सा बिग्रिन्छ जनकपुर उपमहानगरपालिकाले। अब त्यो सडकले 5,000 ई-रिक्सा त फेर्न गाह्रो हुन्छ। जस्तो तपाईँले अहिले बनाउनु भयो नि यो रुटको ई-रिक्सा स्ट्यान्ड बाबा पेट्रोल पम्प अथवा सीता चोकमा एउटा छ बाहिर मात्रै आउँछ, त्यो चक्रबन्धनलाई बाहिर स्ट्यान्ड बनाइदिनु भयो भने एउटा सजिलो हुने हो। हामीले अर्को पनि सोचेका छौँ जति नगरपालिकाभित्र छिर्छन् होइन यो प्रक्रियामा जति नगरपालिकाभित्र ई-रिक्साहरू चक्रबन्धभित्र छिर्छन् दिनमा कसरी हुन्छ एउटा रसिद काटेर नगरपालिकाबाट केही रासो सङ्कलन हुने गरेर पठाउने कि नियमित गर्न चाहे त्यो 1 रुपियाँ किन्न नहोस् 2 रुपियाँ किन्न नहोस् त्यो एउटा सिस्टम बसाल्नलाई कति ई-रिक्सा भित्रिन्छ र कति ई-रिक्सा बाहिरिन्छ र भित्रकोलाई कसरी व्यवस्थापन गर्ने विषयमा छ। यी वीरेन्द्रजीलाई पनि थाहा छ विषय यी चाहिँ लेखापढी भइरहेछ तर हेर्दाखेरि समग्रमा नदेखिएको ट्राफिकले केही नगरेको देखिए तापनि तर यीहरू भइरहेछ। जस्तो दुर्घटनामा गत वर्ष यही समयमा 60 जना मान्छेको मृत्यु भएको थियो, अहिले 50 जना छ। दुर्घटना पनि रेट घटेकै छ, यसलाई मान्नै पर्छ किनभने यो सकारात्मक बिन्दु नै छ र ट्राफिकका चलायमान एक्टिभिटी पनि छन्। र यसमा तपाईँले सहयोग गर्नुहोस्। पहिलो कुरो चालक भइसक्यो, चालकै पालना गर्ने ट्राफिक नियम के हुन्, सडक सुरक्षा भने के हो, दुर्घटना भइहाल्यो भने मलाई के समस्या पर्न सक्छ त यसमा कानुनी उपचारका विधिहरू के हुन्, कानुनी प्रक्रिया के। म त पुलिस र कानुनको भाषा मात्रै बोल्छु। अब यहाँ यो त्यो सङ्गठन यो भन्ने भन्दा पनि तपाईँ ऐक्यबद्धता भएर आफ्नो सङ्गठनको हकको लागि जुन तरिकाले बस्नु भएको छ त्यसको लागि शुभकामना दिन चाहन्छु र यो प्रक्रियामा संघर्षलाई बधाई पनि भन्न चाहन्छु। र अर्को कुरो के छैन, वीरेन्द्रज्यूलाई थाहा छ तपाईँहरूले मेरो टेबलमा सबैले चिया खुवाएर पढाएरै पठाएको छ होइन त। यहाँ हात उठाउनुहोस् त कतिजना छ एकदम मजाले राखेर है ट्राफिक नियम बनाए। यो साथीहरू दुर्घटना भयो भने यो पछि पीडा हुन्छ, 5 लाख रुपियाँ क्षतिपूर्ति रहेर घाइते तपाईँले कसैलाई ठक्कर दिनु उसको हात खुट्टा भाँच्यो भने त्यो ठिक नहुँदासम्म उपचार गरिदिन पर्छ भने तपाईँले यति सानो व्यवसाय गर्ने मान्छे यति सानो मजदुर चालक हुनुहुन्छ कति त ठुलो कुरा आइलाग्यो भने त त्यहाँ न भनेर मिल्छ न सुनेर मिल्छ। त्यहाँ भन्ने पनि हुँदैन सुन्ने पनि जे सुन्छ त्यो कानुनले मात्रै सुन्छ। कानुनमा जे शब्द लेखाएको त्यही अनुसारै हुन्छ। दुर्घटना नहुँदाखेरि त ट्राफिकले दुःख दियो, लाइसेन्स खोज्यो, बिल बुक खोज्यो, के बज्यो मिलाऊ भनेर भन्यो भने हो कि दुर्घटना भएको दिन तपाईँले आफै छर छैन यताउता दुर्घटना भएका मान्छे पनि बुझ्न सक्नुहुन्छ। कति मान्छे भित्रै थुन्नेका छन्, कति मान्छे कति ई-रिक्साहरू टेम्पोहरू प्रहरी चौकीहरूमा थन्किरहेछन्। अब त्यहाँ कसलाई भन्नुहुन्छ त? अब अहिले लाइसेन्स बोक्नुहुन्न अब मलाई भनेर चाहिँ छोडिदिन्छु 21 पैसा भनेर भन्नुहुन्छ होला। तर जुन दिन दुर्घटना हुन्छ समस्या आउँदा ठुलो समस्या आएका दिन समाधान आफैबाट हो। बिचलेमा पर्नुभन्दा अब यहाँ बजार समितिका साथीहरूलाई पनि मैले सार्वजनिक रूपमा के अनुरोध गर्न चाहेँ भने तपाईँहरू पढ्न आउनु पढाइदिइहाल्नु। ग्रुप भएर 1 जना 2 जना होइन 20-25 जनाको आउनु सर हामीलाई 2 घन्टा पढाइदिनु। सबै कुरो कसरी पढाउँछ भने उहाँ थाहा त्यहाँ पावर पोइन्ट राखेर आँखा देख्नेले चाहे बुढो होस् चाहे तन्नेर होस् बुझ्ने गरेर पढाउँछ। मेरो भाषा बुझ्नु भने त्यो मेरो भाषालाई उल्था गरेर पनि तपाईँलाई पढाइदिन्छ। तपाईँलाई पेपर दिएको छ तपाईँले भने ई-रिक्सा र टेम्पोलाई गरेर 10,000 भन्दा बढी पर्चा पम्पलेट वितरण गरेर कतिले पायो भने हात उठाउँथ्यो यत्रो मान्छे पाइरहेको भनेपछि हाम्रो त्यो प्रक्रियामा सहयोग गर्नुहोस्। मेन कुरो म ट्राफिक भएर ट्राफिक जनकपुरको ट्राफिक व्यवस्थापनलाई कहाँ स्ट्यान्ड छ त्यहाँ मात्रै रोक्ने, कहाँ नो पार्किङ लेखेर अब तपाईँले 500 रुपियाँ फाइन गर्दा त्यहाँ दिनभर तपाईँ 500 रुपियाँ कमाउने नो पार्किङ रोकिदिनुहुन्छ 500 फाइन परिहाल्छ। लाइसेन्स लिनुहुन्न तपाईँ 2000 फाइन परिहाल्छ। गर्नुहुन्छ क्या त गयो नि त। अब तपाईँले 2 दिन राम्रोसँग पढेर चिटिक्को बारे स्टुडेन्टले कसरी पढाउँछ पढ्नु त 2 दिन पढ्यो भने त्यो के अरे लाटो पनि के अरे बोल्न थाल्छ भने आएको तपाईँलाई आउन थाल्छ। त्यो प्रक्रिया सिकाइदिन्छ क्या, जाने बाटो सिकाइदिन्छ, तरिका सिकाइदिन्छ। तपाईँको त्यहाँ नाम लेख्ने तरिका पनि सिकाइदिन्छ। नाम लेख्न आउँदैन भन्नुहोस् त तपाईँलाई त्यहाँ इक्जाममा त्यहाँ सर मेरो नाम लेख्न आउँदैन मलाई यस्तो यस्तो गरेर जाने भन्नुहोस् त त्यहाँ तपाईँको नाम उसले लेखिदिन्छ तपाईँले त्यहाँ आफै हाल्नुहोस् त। र हान्दाखेरि पनि त्यो 4वटा कोठामा कसरी टिक लाउनु त्यो 4वटा कोठामा 1 ठाउँ टिक लाउनु मिल्यो भने चाहिँ तपाईँहरू यो अरूका कुरा सुनेर अरूका पछि नलाग्नुहोस् क्या।
तपाईहरु आउनुभयो भने मैले प्रष्ट सिकाइदिइहाल्छु अथवा भाषाको समारोह गर्ने हो पनि आएर सर मैले एकदम टेक्निकल यो टेक्निकल विषय जोड्यो भने बल्ल तपाईले यो संगठन दर्ता गर्ने यो दर्ता गर्ने संगठनमा दर्ता गर्नुहुन्छ लाइसेन्स छैन दुर्घटनाको के हुन्छ बिलबुक रिन्यू गरिराखेर के गर्ने समस्या भइगयो नि त त्यहाँनिर अब जति समय दर्ता भयो भने जति समय एकैबद्धता भयो भने सामूहिक रूपमा पैसा उठाएर चाहिँ त्यो बिरामीलाई औषधि खर्च गर्ने ड्राइभर बिजुको त छैन तपाईँले नवीकरण गर्नुभएको छ बिलबुक तपाईँसँग लाइसेन्स छ बिलबुक छ भने चाहिँ त्यो 3 लाखसम्मको औषधि उपचार खर्च त्यतिकै त्यहीँबाट आउँछ जति समय जति पटक तपाईँ दुर्घटना गरे पनि आउँछ एउटा संस्था बनिएको आज यसलाई चाहिँ एकैबद्धता भएर आफ्नो मागहरूलाई सम्बोधन गर्नलाई अगाडि बढाउनलाई हामी कहाँ पुर्याउनलाई एउटा दुईवटाबाट सुनाइ कम हुन्छ भने लाग्छ भने हामीलाई झन् सजिलो हो भनेपछि त्यस्ता कुराको मैले अनुरोध गर्न चाहेँ अर्को कुरो हाइवेमा के छ भनेपछि हाइवेमा 3टा लेन हुन्छ 6 लेनमा 3टा लेन हुन्छ फर्स्ट सेकेन्ड थर्ड जस्तो ढल्केवरदेखि गलेश्वर यो सडक खण्ड हेर्नुहुन्छ भने 3टा लेन हुन्छ त्यो लेनमा सबभन्दा बायाँपट्टि तपाईँले चलाउने मन्द गतिका सबै साधनहरू इलेक्ट्रिक टेम्पलर 25-30 किलोमिटर गतिमा बायाँ हो तपाईँ बिचमा आएर कसरी ठक्कर दिनु तपाईँलाई समस्या तपाईँको त्यो हिँड्ने बाटै हो तपाईँहरूलाई त चालक एक प्रकारले कसरी व्यवस्थापन हुन सकिन्छ बरु हामी व्यवस्थापनमा बढी जोड दिएका छौँ तपाईँलाई हामीले दुःख दिनुहुँदैन व्यवस्थापनमा तपाईँलाई त्यो हो भने चाहिँ तपाईँको त्यो हाइवेमै छिर्न पाउँदैन अब यता धनुषाधाममा मिथिला बिहारीमा दर्ता गर्दा जनकपुर छिर्न पाएन जनकपुरका यता छिर्न भएन यताका उता छिर्न भएन भने चाहिँ तैपनि हामीले अब यहीँका नागरिक भइसक्यो एउटा जिल्लाको भइसक्यो यसलाई कसरी व्यवस्थापनलाई बढी ध्यान दिउँ रिक्सा स्ट्यान्डलाई बनाउँ त्यो नगरलाई पनि हामीले घचघच्याएको छौँ उहाँहरू पनि बसिरहेको छ ढिलो जाँदै यसको निष्कर्षमा निस्किन्छ भनेपछि हामीले तपाईँहरूलाई दियो भने त अहिले यहाँ हेर्नु त एकजना मान्छे पनि लाइसेन्स छैन हात उठाउनु होस् भन्दाखेरि बिजुली पनि नवीकरण गर्नुभएको त्यो चाहिँ ज्ञान चाहिँ हुनपर्छ तपाईँहरूलाई हामीले थोरै प्रेसर गरिदियौँ भनेपछि तपाईँलाई चाहिँ ट्राफिक दुःख दियो यो गऱ्यो भने तपाईँहरू पनि भागेर फेरि ठाउँ छोडेर विदेशतिरकै यात्रा गर्नु नगर्नु होला भन्ने भएरै मैले न त्यसलाई म हरेक यो कुरा अनलाइन थाहा छ अनि मैले तपाईँलाई सहजीकरण गर्ने कुरासम्म सहजीकरण गराएको छु र तपाईँहरूबाट पनि समन्वय भएको छ वीरेन्द्रजीहरूबाट पनि एकपटक धेरै पटक कसरी व्यवस्थापन गर्ने एकदम चासो दिएर फेरि उहाँले आफूलाई त्यो घोषणा गर्नुभयो नि पक्कै पनि उहाँले यति चासो दिएर अरू व्यक्ति चाहिँ आउनु भएको छैन हाम्रो अफिसमा अहिलेसम्म यदि सबैलाई व्यवस्थापन गर्न पऱ्यो एकबद्धता गर्न पऱ्यो सङ्गठनका हकितका कुराहरू ट्राफिक नियम पालना सडक सुरक्षाका विषय लगायतका विषयमा छलफल गर्न ग्रुप भएर अहिले उहाँ हाम्रो सल्लाहकार को हुनुहुन्छ हो उहाँहरू चाहिँ एक प्रकारले आइरहनु भएको छ यो पक्षदेखि आइरहनु भएको छ हाम्रो छलफलकै क्रममा छौँ भन्दै ट्राफिक नियमको पालना गरौँ भन्ने छ कि सबै दुर्घटना बचौँ र बचाउँ भन्ने सामान्य शब्द छ जस्तो यसको गरिमा धेरै छ भन्दै फेरि यो समिति गठन प्रक्रियामा यो जुन समिति गठन भएको छ यसको प्रगतिको काममा समन्वय र सहकारी गर्ने विषयमा म एकदम सजिलो रूपमा तपाईँहरूसँग प्रस्तुत भएको कुरा अवगत गर्नेछु भन्दै मेरा यी भनाइ यहीँ टुङ्ग्याउँछु धन्यवाद।